सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आयो सबैजना सन्चै आएर हुनुहुन्छ होला। मैले अघिल्लो ब्लगमा भनेको थिएँ सुरु दिन आउँदा कि अब बुटोलकै भिडियोमा भेटौँला भनेर होइन। सरी, तर त्यो भिडियो बनाउन पाइनँ। तर अहिले म चाहिँ बुटोलमै छु। अहिले एकतर्फीबाट म बुटोलमै छु, मैना बगरमा छु कि मैना बगरमा छु अहिले चाहिँ। अहिले टडकमा हुँ म चाहिँ। अहिले फेरि म जाँदा नि टडक आउँदा पनि टडक आएको, जाँदा नि टडकमै जान्छु। अब चाहिँ यहाँबाट जाने भएन, गाडी पनि कति हिँड्ने रहेछ यार। अब यहाँ अहिले 5-6 बज्यो होइन। अब यतानिर एउटै मोबाइल छ, अर्को मोबाइल छैन। मतलब टाइम देखाइन्छ 6 बज्यो होइन। अहिले अङ्कल कता उता यहाँ गाडी ल्याएर छोडेर कता जानुभयो अङ्कल होइन। आउँदा बाबासित आएको थिएँ, अहिले जान अङ्कलसित जाँदैछु होइन। अब चाहिँ यहाँ हिँड्नु पर्ने हुन्छ। अङ्कल आएपछि अब कतिखेर आउनुहुन्छ अङ्कल? गएको आधा घन्टा भइसक्यो। घर पुग्दा 12 बज्छ भन्नुभएको छ। बाइटारी पुग्दा 12 बज्छ, जान्छ भन्नुभयो। जान्छु, गौरव दाइलाई बोलाउँछु भने। अनि अहिले भर्खर गौरव दाइलाई खाना लिएर भने होइन। गौरव दाइ हेर्नु है, हजुर गौरव दाइलाई पनि खाना लिएर सोधिसकेँ। ल आउँछु भन्नुभएको थियो। 12 बज्छ भन्नुभएको थियो अङ्कलले। धुलो गर्मी, मलाई यहाँ आसी गर्मी भयो यार। मैना बगेर उहाँ सन्जरसन त शीतल थियो, यतापट्टि त गर्मी रहेछ। खै गर्मी धुलो यस्तै मुला सब पसिनाले कस्तो भएको मैले यहाँ। यो कपडा पनि फेरि गुजरात टाइटनको लगाएको हार्दिक पाण्डेको यहाँ मिनी सिसा छैन अहिले चाहिँ। अब अङ्कललाई कुर्दैछु, अङ्कल आउनुहुन्छ अनि त्यसपछि गइन्छ है त। गाइजहरू हिँड्ने है त। तेल खर्चले भन न त्यसलाई। मस्तो हावा आउँछ के अरे कत्त। अङ्कल पनि छु गाइजहरू। तपाईँहरूको प्यारो मान्छे। अब चाहिँ हेरौँ कति बजेसम्म पुगिन्छ। यहाँ यता चाहिँ 6:30 भयो होइन। 6:30 भइसक्यो यहाँ अब कति बजे पुगिन्छ। यो चाहिँ पुरानो जर्सी, ओल्ड जर्सी के अरे हार्दिक गुजरात टाइटनमा थियो त। त्यहाँ हुँदाको जर्सी हो। पछाडि हार्दिकले देखाउनु पाइएन। हाइवे आयो है त। हाइवे यस्तो मिठो भ्यू छ। यस्तो घाम नलाउँदा नि यस्तो गर्मी छ कि सरर हावा आउँछ यस्तो। ध्यानमा बस्नु। बुटोल नगर लायन्स प्रवेशद्वार। अब हेर मैले कतिखेर पुगिसकेँ। पहाड देखिन्छ, पहाड
छ हो त्यहाँनिर वाटरफल भइरहेको घाँसेर कति प्यारो वाटरफल हो चढ्नु भएको थियो राम्रो हुनुहुन्छ लासी ल यता साथीहरू अन्तिरदेखि हामी चाहिँ दोभान अहिले ल है त दिदीहरूलाई छोड्यो बारीको खत्रै रहेछ सुन्दर त्यो घरबाट पिपलडाँडा आइयो पिपलडाँडा रातिको 11 बजिएछ अब खाना खाने फेरि चल्दैन 11 बजे खाएर निन्द्रा लागिरहेको गाडी हिँड्दा निदा आउनु खोज्छु नि निदा नि फर्स्ट टाइम यस्तो निन्द्रा लाग्यो मेरो थोपडा अनुहार कस्तो देखियो होला फनी टाइप देखियो होला यार बुझ्नुहोस् निन्द्रा कति लाग्यो अझै त 2 घन्टा लाग्छ यार गरम पेट कसम यस्तो दुब हाम्रोतिर भइदियो यार पिचमा कि मिठो दुब हो यार रियल हो कि के हो भन्ने रियल चाहिँ त्यसलाई आएन यार अहिलेसम्म यो गाडीमा आएको लाइट गाइज भएको छ भेटौँ गाइज खाना खाएर नि भ्याइयो होइन अब हिँड्ने बेला भयो अन्त अङ्कल कतिखेर हिँड्छ अब निन्द्रा खोल्नको लागि मैले स्प्राइट किनेको छु राति 11:30 बजे स्प्राइट खाम निन्द्रा बचाम घर झलुङले पुग्दा 2 बज्छ र 2 बजीसम्म चाल्छ
त निहालमा भर्खरै हुन्छ ल अब यो भ्याम निन्द्रा खुल्छ अनि बाइटाहरू भेटौँ सो फाइनल्ली गाइज 4-5 घन्टाको यात्रापछि वालिङ आइपुगेन बाइटारी यस्तो सुनसान छ यता टडक चारैतिर टडक छ अब चाहिँ यहाँ ठुङ्गामा आउनुहुन्छ ठुङ्गामा सिट जाने अङ्कल गइसक्नु भयो दाजु बस्नुबाट यसो कस्तो डरलाग्दो ठाउँ जस्तो यार केही छ नि अङ्कलहरू यो टडकहरू छन् नि जति नि यहाँ एउटा छ यहाँ एउटा उता एउटा त्यो त घरैको यार घरको कुन त घरको अब वालिङ होला घरको त होइन ए वालिङ छ कि घरको त होइन ठुलो मम्मीको आउने इन्तजार गरौँ यहीँ बस्छौँ है त ल गाइज अब चाहिँ घर पुग्यो मस्त तरिकाले 2 कति बज्यो 2 बज्यो 2:30 हुँदा अब धारा सुत्नुहुन्छ 8 9 वर्षसम्म सुत्नु सो अब आजको लागि चाहिँ यति अब भेटौँला अब नेक्स्ट भिडियोमा थ्याङ्क्स फर वाचिङ